उपस्थित हुनुभएका सम्पूर्ण साधक साधिकाहरूमा मेरो हार्दिक नमन, हरिओम। अब हामी भागवतको चर्चालाई अगाडि बढाउँदैछौँ। आज दोस्रो दिन। हामीले हिजो चर्चा गरेका थियौँ कि शास्त्रहरूमा दर्शनलाई 3 प्रकारले बताइएको छ। त्यो 3 प्रकारमा स्वप्नमा प्रभुको दर्शन पाउनु भनेको यो साधारण दर्शनभित्र पर्दछ र मन्दिर मूर्तिमा परमात्माको दर्शन भयो भने त्यो मध्यम दर्शनमा पर्दछ। ईश्वरको अपरोक्ष दर्शन जो छ त्यो दर्शन चाहिँ वास्तवमा उत्तम दर्शन हो भनिन्छ। अब परमात्माको प्रत्यक्ष साक्षात्कार भएपछि मात्रै हाम्रो जीवन सफल हुन्छ र वेदान्तमा साक्षात्कारको 2टा प्रकारले वर्णन गरिएको छ, एउटा परोक्ष ज्ञान, एउटा अपरोक्ष ज्ञान। यसको विषयमा आज हामी हजुरहरूसँग चर्चा गर्दैछौँ। परोक्ष र अपरोक्ष यो 2टा कुरालाई हामीले बुझ्नुपर्छ। जसले ईश्वर कुनै एक स्थानमा छ भन्छ भने त्यसलाई के भनिन्छ त भन्दा परोक्ष साक्षात्कार भन्नुपर्छ। परमात्मा एक स्थानमा छ भनेर जसले भन्छ त्यसलाई के भनिन्छ? परोक्ष साक्षात्कार। ईश्वर बिना केही पनि छैन, ईश्वर मात्रै सबै कुरा हो, म पनि ईश्वरदेखि भिन्न छैन। यो हो ईश्वरको अपरोक्ष ज्ञान। परोक्ष साक्षात्कार भनेको एक ठाउँमा एक स्थानमा फोकस गरे जुन ठाउँ छ भन्छौँ हामी त्यसलाई केन्द्रित गर्छौँ, छ भन्छौँ। ईश्वर बिना केही पनि छैन, ईश्वर सबैमा छ, म पनि ईश्वर नै हो, ईश्वरदेखि भिन्न म पनि होइन। जसमा यो भावना छ त्यसलाई के भनिन्छ? अपरोक्ष साक्षात्कार। परोक्ष र अपरोक्ष। जसलाई म स्वयं ब्रह्म हुँ अर्थात् अहम ब्रह्मास्मि, हजुरहरूले सुनिराख्नु भएको शब्द छ। म नै ब्रह्म हो, म नै चेतन हो, म नै आत्मा हो, यस्तो ज्ञान हुन्छ भने त्यसलाई के भनिन्छ त? अपरोक्ष साक्षात्कार भएको भनिन्छ। म नै ब्रह्म हो, म नै चेतन हो। जस्तो ध्यान बस्नुहुन्छ हजुरहरू, आँखा बन्द गर्नुहुन्छ र जब मन संसारबाट छुट्दछ र आफ्नो अन्तस्करणबाट पनि मन छुट्दछ भने त्यो बेलामा परमात्मासँग एकाकार भएको स्थिति हुन्छ। त्यसलाई के भनिन्छ? परोक्ष अपरोक्ष साक्षात्कार भनिन्छ। हेर्नेवालाले ईश्वरलाई देख्न साथ ईश्वरमय बनिहाल्छ हेर्नुहोस्, अनि त्यसले ईश्वरको अपरोक्ष साक्षात्कार हुन्छ। जहाँ देख्छ, जहाँ हेर्छ, सबैमा के हुन्छ त? समको भाव हुन्छ। मदेखि भिन्न यो जगतमा केही पनि छैन, सबैमा म छु। जसले यो भावना गर्दछ, प्रत्येक प्राणीहरू जति पनि जीवहरू छन्, जहाँ देखे पनि के ठान्छ त उसले? ए म नै रहेछु, मदेखि भिन्न त कोही पनि रहेनछ, केही पनि रहेनछ। ईश्वर सबैमा अनुभव गर्दा गर्दै जो एक भइहाल्छ हेर्नुहोस्। सबैमा ईश्वरको अनुभव गर्नुपर्छ, किनकि सबै के हुन्छ? परमात्माकै ईश्वरकै स्वरूप हुन्, भिन्न छैन। म जस्तो छु त्यस्तै हजुरहरू हुनुहुन्छ, मदेखि भिन्न कोही पनि हुनुहुन्न, सबै म नै हुनुहुन्छ, ममै स्थित रहनु भएको छ, मदेखि भिन्न कोही पनि हुनुहुन्न। त्यसैले के भनिन्छ त भन्दा जसले अरूलाई देख्छ, अरूलाई हेर्छ, त्यसलाई हेर्न साथ के हुन्छ त? ईश्वरमय बनिहाल्छ, अनि त्यसलाई ईश्वरको ज्ञान हुन्छ। ईश्वरमा अनुभव गर्दा गर्दै है जो त्यसैमा एक रूप भइहाल्छ, केवल त्यसले मात्रै ईश्वरको साक्षात्कार गर्न सक्दछ र त्यसले मात्रै ईश्वरको परिपूर्ण स्वरूपलाई जान्न सक्छ, चिन्न सक्छ, बुझ्न सक्छ र वेदान्तमा यसैलाई के भनिन्छ? अपरोक्ष साक्षात्कार भनिन्छ। वेदान्तले जसले वेदान्त बुझ्न चाहन्छ
यसो हेर्दा के लाग्छ त भने यो त नास्तिक रहेछ भन्न पनि बेर लाउँदैन मान्छे। हजुर हामी आस्तिक त छौं, तर नास्तिक जस्तो देखिन्छ कि, किनकि केहीलाई मान्दैन, भौतिकलाई उसले मान्दैन, बाहिरलाई मान्दैन, आफू भित्रको आनन्दलाई मात्रै उसले मान्दछ र त्यसैलाई बुझ्ने प्रयत्न गर्दछ। किनकि मनै ब्रह्म हो, अहम ब्रह्मास्मि, मनै ब्रह्म हो। त्यो मनै ब्रह्म भनेको हुनाले अष्टावक्रले पनि राजा जनकलाई यही कुरा बताउनु भएको छ कि जनकलाई एउटा शंका प्रकट भएको थियो कि के शंका थियो त भन्दा राति सुत्नु भएको बखतमा, राति स्वप्नमा उहाँले देख्नु भएछ के त भन्दा आफू माग्ने भएर कमण्डलो लिएर मागेर हिँडिराख्नु भएको दृश्य सपनामा देख्नु भएछ। त्यो दृश्य देखिसकेपछि माग्दै 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 हिँड्नु भएको छ र भोकले आकुल व्याकुल हुनुभएको छ। एउटाले भोजन दिन्छ, हात मुख नधोइकन त्यो भोजन ग्रहण गर्न खोज्दा हावा हुण्डरी आउँछ, त्यो भोजनलाई उडाइदिन्छ, खरानी भुइँमा खस्छ, फोहोर हुन्छ। त्यतिकैमा उहाँ बिउजिनुहुन्छ। बिउजिँदा के देख्नुहुन्छ त नरम खाटमा, नरम बिस्तारामा सुत्नु भएको छ। अनि उहाँको मनमा एउटा शंका प्रकट भयो के त भन्दा त्यो स्वप्नमा भएको जनक सत्य कि अहिले यो बिस्तारामा भएको जनक सत्य? यो खोज्ने इच्छाले उहाँले एउटा सभा बोलाउनु भएको थियो। त्यो सभामा धेरै दिग्गजहरूले राजालाई रिझाउनका लागि भौतिक कुराहरू गरे। कहाँ राजन, सपनाको सत्य होइन, जुन अहिले हुनुहुन्छ त्यो नै सत्य हो, त्यो हो, यो हो। त्यही अष्टावक्र आउनुभयो बुझाउनलाई। र त्यो सभामा अष्टावक्र भनेको 8 ठाउँबाट बाङ्गो, 8वटा बाङ्गोहरू के हजुर हामी जस्तै। काम, क्रोध, लोभ, मोह, मत, मात्सर्य यी सम्पूर्ण कुराहरूबाट ग्रसित भएको व्यक्ति जस्तो देखिन्छ। त्यो भनेको अष्ट बाङ्गो भनेको 8वटा बुद्धिहरू हाम्रो नकारात्मक भएको त्यो भावले देखे कि अरूले, किनकि उहाँको शरीर बाङ्गो थियो। त्यहाँ चाहिँ शरीर बाङ्गो भएको हुनाले यो शरीर देखेर यस्ताले पनि के बुझाउन सक्छन् भन्ने खालको त्यहाँ विद्वानहरूको सभामा त्यो शब्द बोलियो। अनि उहाँले के भन्नुभयो, म त विद्वतका समाज भनिराखेको, तर यो त चमारहरूको समाज रहेछ। हामी ब्राह्मणलाई चमार भन्ने, त्यहाँ द्वन्द्वको स्थिति भयो। अनि उहाँले भन्नुभयो जसको शरीर दृष्टि छ त्यो चमार, किनकि उसले चर्मले बनेको शरीरलाई मात्रै देख्दछ, शरीरभित्रको विद्वतालाई उसलाई थाहा छैन, ज्ञान छैन। र उहाँले राजालाई भन्नुभयो कि हे जनक, राजन, सपनाको जनक पनि सत्य होइन, बिब्नामा अहिले बिस्तारामा बसेको जनक पनि सत्य होइन, दुईटै सत्य होइन। यति भनेपछि राजा जनकलाई उमाथि विश्वास भएर उनलाई गुरु मानेर उहाँले त्यो शिक्षा दिनुभएको छ। त्यसैले अष्टावक्र गीता जो एकदमै महत्त्वपूर्ण छ हाम्रा जीवनका लागि पनि, त्यसको पनि हामी पछि चर्चा गरौँला। अहिले हामी भागवत चर्चा गर्दैछौँ कि वेदान्तले के भन्छ त भन्दा सम्पूर्ण जगतमा जहाँ पनि जति पनि जीवहरू छ त्यो सबैमा उसले के देख्न थाल्छ, परमात्मा देख्न थाल्छ, ईश्वर देख्न थाल्छ। ईश्वर जगतमा कुनै एक स्थानमा हुनुहुन्छ भन्ने यो ज्ञान पनि के हो त अपूर्ण छ। ईश्वर यहाँ रहन्छ, त्यहाँ रहन्छ, मन्दिरमा रहन्छ, फलानु मन्दिरमा